भाउजूसँग के कुरा गरे? यस्तै हो भाउजूसँग बोल्ने तरिका? के खै छड 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 म चलाउँछु। ए आम्मा कति बेर छोपेको। नुन राखेर चलाउँथे। होइन क्या सुरु, झन् आजबाट बुढीलाई आफै पकाएर खुवाएर रानी साहेब बनाएर राख्छु भन्ने लागिरहेको थियो। ठिक छ त, के भयो त? म अलिकति चलाइदिइहाल्थे नि। कता कराइ नै बोकेर हिँडिरहेको? म त दिँदै दिन्न, म चलाउनै दिन्न। झन् आजबाट चाहिँ म बुढीको सेवा गर्छु है भनेको। म जम्मा एकचोटि चलाइदिन्छु अनि तिमी चलाउ के कके। म चलाउनै दिन्न। खुरुकै हाल्यौ, ल्याउँछौ कि ल्याउँदैनौ? होइन कस्तो चाहिँ मान्छे होला, झन् मजाले पकाइदिन्छु चलाइदिन्छु भनेको त कराइ नै बोकेर कहाँ कुदेको होला है? कक्रोचजी अब कराई नै बोकेर हिँडेपछि म यहाँ बसिरहनु भयो त भाउजू, भएन नि होइन? भाउजू नमस्कार, यो हो डाडु। हेर त अब पुरै पाकेको पनि छैन, कहाँ लगेर पकाउनु? फेरि मलाई यस्तो चाहिँ खाउँ खाउँ भइसकेको छ नि। यो कति चाहिँ छ भने त सुरु, कस्तो कुरै नबुझ्ने क्या सुरु भाउजू पनि, एकदमसँगले पड्काइदिन्थे म आज। अब पड्काउँछस् नि तैँले, पड्काउँछस्। अहिलेसम्म मेरी बुढीलाई मैले छ्यास हात त हालेको छैन, त मेरी बुढी पड्काउने? सरी है कक्रोचजी, आवेगमै आएको हो यो। म चाहिँ आवेगमा चाहिँ आएकै हो। बरु अब यो कहाँ लगेर के गरी पकाएर खाने हो? मेरामा पनि दिदीले साउन बारेकी छे, आइन्दा मासु ल्याएर भुटिस् भने तेरा नली खुट्टो भाँच्छु भनिरहेछ। अब यसो गरौँ कक्रो। होइन यो कके कराइ लिएर कहाँ कुदेको होला है? यहाँ बाख्रा नि कराइरहेछ। बा कहाँ जानु भयो? स्याउला ल्याउनु पर्ने। लु अब किनेर चुलो बनाम र पकाउनु सुरु गरिहाल। तार्नु परिगयो नि अब त। यदुमे मलाई घुर्काएर माइत हिँडेकी मान्छे माइत नै गएकी भए हुन्छ नि त। मैले 5 दिनपछि लिन आउँछु भनेकै थिएँ। अब हेर त, यहाँ घरमा परपरी भुटेर खाउँ भनेको मासु यहाँ जङ्गलमा ल्याएर भुट्नु पर्यो। ठिकै छ नि त, अब के बिग्रेको छ र? हामीलाई मारी बनभोज जस्तो पनि भयो। अब अलिकति पनि ल्याउने।